हिजो मेरो छोरीको प्लेट चाहिँ यस्तो देखेको थियो साथीहरू। मैले हिजो उसको लागि प्रिपेयर गरेको थिएँ मिक्स जाउलो र स्क्रैम्बल्ड एग। जाउलोको लागि मैले घरको लोकल चामल र घरको लोकल मुङको दाल लिएको थिएँ र भेजिसमा आलु, प्याज, टमाटर, भिन्डी र फर्स्ट टाइम स्विट पोटाटो पनि युज गरेको थिएँ। सागमा रायोको साग र गाजर लिएको थिएँ भने घिउमा चाहिँ फुराएको थिएँ। र जाउलोसँग पेयर गर्नको लागि मैले छोरीको लागि लोकल अन्डा पनि लिएँ। स्पाइसेसमा ज्वानो, जिरा र मेथी फुराएँ, जिरा र धनियाँको पाउडर युज गरेँ र बेसार युज गरेँ। तर यो स्पाइसेस बक्सबाट चाहिँ युज गर्दिनँ। चिली फ्लेक्सहरू यताउता परेको हुनसक्छ, सो बच्चालाई पिरो हुनसक्छ। मैले यो कलरफुल देखाउनको लागि मात्रै युज गरेको, स्टकबाट नै युज गर्छु। कुकरमा घिउ राखेर वान बाई वान सबै स्पाइसेसहरू फुराएर वान बाई वान सब्जी राखेर भुटेँ। तर म कालो हुने गरी चाहिँ कहिले पनि भुट्दिनँ। हल्का मजाले भुटिसकेपछि पानी एड गरेर त्यसलाई 4-5 सिटी लगाइदिन्छु। अनि मेरो छोरीलाई मैले सर्भ गरेको, उसले एकदम मिठो मानिरहेको थियो कि यो अन्डा। अनि खाइरहेको थियो, मजाले चपाइरहेको थियो। सुरुमा त मैले स्क्रैम्बल गरेँ पनि मजाले, फेरि पनि हातले अलिकति मजाले म्यास गरिदिएँ, नत्र चोकिङ हुन्छ कि भन्ने डर लागेर त मैले फर्स्ट टाइम नै उसलाई यो स्क्रैम्बल्ड एग दिएको। तर उसले खायो कि मजाले नै खायो। यो चाहिँ हाफ मात्रै हो साथीहरू। एउटा लोकल अन्डाको पनि हाफ पोर्सन चाहिँ मैले स्क्रैम्बल गरेर दिएको, हाफ चाहिँ मैले आफै नै खाएँ। मेरो छोरीले कम्प्लिटली सकायो। प्लेट यति बाँकी रहेको थियो, त्यो पनि मैले नै खाइदिएँ। सो आई एम भेरी ह्याप्पी। मेरो छोरीले एकदम मिठो मानेर खायो। उसलाई जाउलो चाहिँ एकदमै मनपर्छ, लिटो पनि मनपर्छ। तर अस्ति सुजी चाहिँ मन पराएको थिएन, ओट्स पनि मनपर्छ। आज म ओट्स बनाएर खुवाउँछु।